पुल भत्काएर यहाँदेखि उँभो जाने बाटो छ नि रिसोर्टहरू बनाएको छ यो ठाउँमा धेरै एक्सिडेन्ट हुन्छ क्या यो खोलामा नआउने हामी माथि जान्थ्यौँ माथि बगरमा गरेर आउँथ्यौँ हामी एभ्रिडे हामी पढ्नु आउने डाँडाजी हो जहिले पढ्नु आउने यो पुल थियो नि त यहाँबाट उँभो जान्थ्यौँ भरे फर्किँदाखेरि एकछिन बस्नुपर्छ यो दोकान अझै रहेछ यहाँबाट हामी पस्थ्यौँ डाँडा बनाउने झ्याल लगाउँ होला त अलिक बिसन्चो भइरहेछ यहाँ यस्तो बनाएछ यो थिएन होइन यो बनाएछ हामी दाउरा लिएर आउँदाखेरि यो बाटो आउँथ्यो यो उसको बाटो सर यहाँ एउटा बाटो थियो क्या यो खोलामा नि हामी नुहाउँथ्यो क्या धेरै पोखरी खतरा झगडा परेको ठाउँ यही हामी एक समयमा झगडा परेको ठाउँ खतरा हो यहाँ चाहिँ काटाकाटै भयो कि यो डाँडा यस्तो भएको छ मेरो साथीहरू गुम्बा बनाएको छ यहाँ यस्तो बनाएछ यहाँबाट यता पस्नु यो बाटो जाउँ यो चाहिँ सेक्टर के थियो यता डी थियो यो डी भइगयो उयो J1 मा हामी J1 मा बस्नु थियो दुईटा क्यामेरा तीनटा क्यामेरा मिठो भएर तर अब अगाइरहेको थिएन पनि कस्तो दामी नै के त बनाइदिनु भनेको सानो भन्दा ठिक खालको थियो त्यस्तो कस्तो दामी यहाँ आएर हिँड्नु भयो भनेपछि बस लाग्यो कि अब यहाँ हामी बसेको ठाउँ चाहिँ हिँडेर जानु मन लागेको छ मलाई एकचोटि अलि माथि अलि फर्किँदैन यस्तो भएको छ नि पिपल यो हामीले रोपेको पिपल यार
पूजा गरेर रोपेको यस्तो बजार हामीले रोपेको यार यहाँ पानी थियो त्यो ठुलो डाँडा थियो होइन यस्तो भएको छ कुरो टाँस्यो पुरा यहाँ चाहिँ हाम्रो माइला काका घर थियो क्या यहाँ यो ठाउँमा घर थियो पिपल जस्तो भएछ यार सेक्टर के यहाँ डी यता थियो दुर्गा माइजी घर चाहिँ यता थियो यहाँ दुर्गा माइजी घर चाहिँ यहाँ मेरो पुरानो साथीहरू यहाँ कुन स्कुल भन्नुभएको मलाई चाहिँ गोली ग्राउन्ड जानु मन लागेको थियो क्या यहाँ कहाँ छ गोली ग्राउन्ड यो कस्तो दामी दामी बनाएको यार घरहरू यो चाहिँ के हो दिस वान यो रासिन गोदाम हो पत्रीको ब्यारेक अहिले पनि छ छैन अहिले त पत्री पनि डुलिसक्यो अब डुलिसक्न लाग्यो अब सेक्टर जे होइन त यस्तो बनाएको छ क्यान्टिनहरू खानेकुरा खाने दामी भएको रहेछ हौ पत्री त उता बस्दै गर्ने तिमी बस्दै गर्ने यो पहिला त यहाँ के थिएन नि त म जहीँ जानु नि अब दिदी पनि बस्दै गर्नु ने उति उति गाडीमा दुनु नि त मन्दिर रहेछ त यहाँ त कुन मन्दिर हो यो यो चाहिँ सेक्टर ऐसे यहाँ तलतिर मैले 2 साल 1 साल पढेको मैले क्लास 2 मा पढेको सेक्टर एसमा
यो त केटी हो सेक्टर सिके स्कुल यहाँ थियो होइन यहाँ म 2 वर्ष पढ्यो 3 वर्ष पढ्यो त्यहाँबाट यहाँ 7 8 बाट पढ्यो 8 9 10 यो चाहिँ सेन्ट्रल स्कुल थियो क्या यहाँबाट क्या त्यो स्कुल यहाँ पढ्यो यहाँ होला भाइले पढेको थियो सेन्टर कतिपय सम्म पढेको थियो क्लास 8 9 8 9 भने यहाँ हो डिके थियो नि त डिके सुब्बा चाहिँ मेरो क्लास 10 को टिचर हो क्लास टिचर बाजुले पनि क्या कसो क्या यही हो के अरे उनीहरूलाई खुवाउने भनेको यही रहेछ पानी ट्याङ्की कहाँ छ यो अब यहाँ रहेछ पुरै छ यार यो हस्पिटल है हस्पिटल त्यो पहिला हुनु न यो डाँडा हस्पिटलको डाँडा हो अझै पनि रहेछ हस्पिटल छैन के हो त्यो केही छैन यहाँ चाहिँ कुनको गाडी प्रोभाइड बाई युनिचर गाडी पनि आउँदो रहेछ त्यहाँ हस्पिटल कस्तो रहेछ अहिलेको हस्पिटलहरू चाहिँ रेन्जु यहाँ नै स्टप गर्नु त स्टप गर्नु छ है यहाँ रेन्जु दाइको रहेछ होइन चम्पा दिदी र के अरे दाजु उहाँ हो फोटो होइन हो त उहाँ हो के बनाएको स्पोन्सर हो यही साइडमा हो कन्सिडर गर्छ बन्द गर्दा हुन्छ होला